गाइस हामीलाई चाहिँ तिहार भन्ने साथसाथ चाहिँ कति धेरै खुसी लागेको है र साथैमा भाइटिका भन्ने साथसाथ त अरू खुसी लाग्छ के अरू मजा आउँछ के भाइटिका भन्ने बित्तिकै चाहिँ र गाइस त्यसको लागि हामी कति धेरै होइन मतलब अब यो गर्छु त्यो गर्छु यसरी गर्छु दाजुभाइहरूलाई कसरी खुस पारौँ त्यही त हुन्छ नि होइन। हुन त मैले यसपालि पल्टनमै मनाएँ भए पनि दाजुभाइहरूलाई म धेरै नै सम्झिरहेकी छु। यसपालि चाहिँ मैले लगाउन नपाए पनि यहाँ पल्टनमा चाहिँ दाजुभाइहरू सबैजनालाई लगाउन पाइयो र साथैमा गाइस यसपालि चाहिँ हामीले कसरी मनायौँ होइन यहाँ पल्टनमा चाहिँ हामीले कसरी गऱ्यौँ के गऱ्यौँ त्यसको चाहिँ म सुरुबाट तपाईँहरूलाई चाहिँ देखाउने छु एक दिन अगाडिको भिडियो यो चाहिँ। र हेलो एभ्रिवान नमस्ते सबैजनालाई स्वागत गर्दछु तपाईँहरू सबैजनालाई मेरो नयाँ भिडियोमा। हुन त गाइस मैले चाहिँ अब लेट पोस्ट गरेँ तिहार गएको धेरै दिन भइसकिरहेछ मैले चाहिँ पोस्ट गर्छु भन्दै टाइमै पाएकी थिइनँ। अब यता गर उता गर त्यस्तै त हो भर्खरै आएकी छु होइन यता मिलाउँदा उता मिलाउँदा नानी केटाकेटीसित गर्छु भन्दै टाइमै मिलेको थिएन गाइस र त्यसको लागि चाहिँ म सरी भन्छु सबैजनालाई खराब नपाउनुहोस्। र एक दिन अगाडि चाहिँ हामीले के गर्यौँ भन्दाखेरि चाहिँ माला रोटीको लागि चाहिँ यहाँ चामल चाहिँ धोएर सुकाउनु पर्दो रहेछ। हुन त मैले कहिले पनि बनाएकी छैन र यहाँ चाहिँ दिदीहरूले यसरी भन्नुभयो कि मलाई चामल धोएर चाहिँ सुकाउनु पर्दो रहेछ सबैजना मिलेर बनाएका के हामी चाहिँ र हाम्रो कम्पनीको। अनि गाइस यता चाहिँ अब साफसफाइ गरेर मैले चामल सुकाएँ घाममा अनि एकछिन चाहिँ अब यहाँ दिनमा चाहिँ खानासाना तयार गरेँ र त्यसको बादमा चाहिँ शाम टाइममा चाहिँ सबैजनाले दाइभाइहरू सबैजना मिलेर चाहिँ यहाँ सामानहरू ल्याउनु भयो भाइटिकाको लागि चाहिँ र सबैजना दिदीबहिनीहरू हामी सबैजना मिलेर चाहिँ के गर्ने कसरी गर्ने अब होइन के रेडी पार्ने भोलि चाहिँ अब भोलिको दिनमा कसरी के खुवाउने कहाँ गर्ने कसरी गर्ने त्यही चाहिँ हामी सोचिरहेका थियौँ गाइस। र यता चाहिँ मैले रातिको खानासाना बनाएर अनि के अरे शिवांश र सान्वीलाई नानीहरूलाई सुताएर म चाहिँ तलैपट्टि पर्छ नि त गइहालेँ फटाफट गरेर चाहिँ कामसाम सघाउन। अनि यता चाहिँ सेलरोटीहरू बनाउनु भयो दिदीहरूले अनि त्यसको बादमा सेलरोटी बनाइसकेर उतापट्टि चाहिँ के अरे यो खिनी हो कि फिनी हुन चाहिँ मैले फर्स्ट टाइम सुनेको हो मैले खाएकी पनि थिइनँ फर्स्ट टाइमै खाएको गाइस। र यहाँ चाहिँ अब त्यस्तै बनाउनु हुँदो रहेछ दिदीहरूले र यहाँ चाहिँ त्यही म बेल्दै थिएँ मैले चाहिँ आफै भने कि म सिक्छु किनभने मलाई सिक्न धेरै रहर लाग्यो यो चिज फेरि पनि बनाउन सकिन्छ। यसमा चाहिँ अब चिनी हालेर मैदाको बनाउनु हुँदो रहेछ यसलाई चाहिँ यो चाहिँ म चाहिँ राम्रोसँगले सिकेको कि अब सिक्नै छ मजाले त अझै मैले त्यस्तो राम्ररी त सिकिनँ किनभने त्यतिखेर त्यस्तै परिरहेको थियो एक दिन चाहिँ म राम्ररी सिक्छु भनेर भने र गाई सबैजना भएर चाहिँ हामी यही हो यताउति अब के कसरी के गर्ने दाइभाइहरू सबैजना रातिको 2 बजेको थियो होला सायद गाइस सुत्नको लागि यति टाइम भएको थियो कि रेडी पार्दै र भोलि अर्को भ्लग चाहिँ म तपाईँहरूलाई देखाउने छु भाइटिका